नमस्ते, मेरो नाम चाहिँ तपेन्द्र आबी। कामना इन्टरनेसनल कलेजबाट मैले पत्रकारिताको पढ्दै 11 मा अहिले पढ्दै आएको छु। पत्रकार भनेको के हो भन्ने बारेमा म तपाईहरुलाई स्पष्ट पारिदिन गइरहेको छु। पत्रकार भनेको एउटा विभिन्न ठाउँमा घटेका स्थलहरूको बारेमा, त्यहाँको घटस्थलको बारेमा र पुरै जानकारी देशभर वर्ल्ड भरि नै फैलाउनलाई नै पत्रकार भनिन्छ। पत्रकार भनेको एउटा यस्तो कुरा हो कि पत्रकारले जुनसुकै ठाउँमा घटेका घटनाहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखा परेका घटनाहरूको बारेमा जानकारी गराइदिने पनि हो। अब म चाहिँ अहिले बालाजु स्कुल अफ इन्जिनियरिङ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियर पढ्दै आएको पनि स्टुडेन्ट हो। मैले अब लास्टमा मैले भन्नुपर्दा अब एकजना व्यक्तिको मैले इन्टरभ्यू लिन चाहेको छु। उहाँले आफ्नो यहाँ बालाजुमा घटेका घटनाहरूको बारेमा र विभिन्न पढाइ सम्बन्धी ज्ञानहरूको बारेमा उहाँले बताइदिनुहुन्छ र उहाँलाई म सोध्न गइरहेको छु। नमस्ते, हजुरको नाम चाहिँ के पर्यो? मेरो नाम रविन्द्र थापा। घर चाहिँ कहाँ हो र तपाईँको? मेरो चाहिँ हुम्ला। हुम्ला कुन ठाउँ? हुम्ला ताजाकोट 3 थापा गाउँ। र तपाईँ चाहिँ अहिले यहाँ बालाजु स्कुल अफ इन्जिनियर टेक्नोलोजीमा तपाईँले के पढ्दै हुनुहुन्छ यो कलेजमा? अहिले चाहिँ हामीले प्री डिप्लोमा चाहिँ इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिनाको लागि पढ्दैछौँ। अनि यो तपाईँले यो इलेक्ट्रिकल इन्जिनियर पढिसकेपछि चाहिँ तपाईँको के अलि पछिको लागि भविष्यको लागि के गर्न चाहनुहुन्छ? यो अलिकति हाम्रो देशमा विभिन्न प्रकारका विद्युतीय सम्बन्धीहरूको बारेमा हजुरले केही जानकारी बताइदिनुहोस् न। यस्तो हो कि अब हाम्रो चाहिँ नेपालमा चाहिँ अहिले अब इलेक्ट्रिकल अब हाम्रो विद्युत सम्बन्धी चाहिँ अहिले हाम्रो चाहिँ अब लोड सेडिङ छ नि त, त्यसलाई चाहिँ कम गर्नको लागि न्यूनीकरण गर्नको लागि चाहिँ अहिले हाम्रो कार्यकारी निर्देशक तथा हाम्रो यस नेपालको कार्यकारी निर्देशक अब हितेन्द्र साख्य हुनुहुन्छ अहिले नियुक्ति भएको चाहिँ, होइन। अब उहाँले चाहिँ उहाँको साथ सपोर्ट गर्नको लागि अथवा हामीले चाहिँ आफ्नो क्षमता प्रस्तुत गर्नको लागि चाहिँ हामीले चाहिँ अब 18 महिना भए पनि हामीले चाहिँ आफ्नो गाउँघरमा लगायत हाम्रो आफ्नो नेपालमा चाहिँ अहिले केही न केही विकासका कार्यहरूमा अनि अगाडि बढ्छौँ भन्ने तरिकाले चाहिँ अहिले हामीले यो इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न लागेको। तपाईँले त भविष्यको बारेमा चाहिँ एकदम राम्रो सोच्नु भएको छ। यहाँ हाम्रो बालाजु इन्जिनियर अफ टेक्नोलोजी कलेजमा हाम्रो के को बारेमा सम्बन्धी पढाइ हुन्छ? हाम्रो चाहिँ यहाँ इलेक्ट्रिकल इन्जिनियरिङमा चाहिँ हाम्रो वास्तवमा के हुन्छ भने हाम्रो चाहिँ अब इलेक्ट्रिकल इन्जिनियरिङ 3 वर्षसम्मको लागि हुन्छ, 18 महिना 3 वर्ष हुन्छ। अनि त्यसपछि तालिमहरू पनि प्रशस्त मात्रामा हुन्छ, होइन। अनि प्लम्बिङको लागि पनि हुन्छ, अनि त्यसपछि मेकानिकलको लागि पनि 18 महिनाको लागि पनि हुन्छ, तालिम पनि हुन्छ र 3 वर्षको लागि पनि हुन्छ। यहाँ सम्पूर्ण पढाइ हुन्छ। ओभरसियर सब इन्जिनियरको लागि पनि के अरे यहाँ पढाइ हुन्छ। अनि यता यो हाम्रो यहाँ यो कलेजमा के कन्टिन्युअली पढाइ भइरहेको हुन्छ कि कस्तो ग्यापमा हुँदै गइरहेको? अब यस्तो अब कहिलेकाहीँ हाम्रो अब पारिस्थितिक अवस्थाले पनि हाम्रो अब कुनै कारणवश सरहरूलाई पनि कुनै काम अब धेरै भएपछि अब त्यो चाहिँ अब स्वाभाविक कुराले पनि कहिलेकाहीँ त ब्यान्ड हुन्छ, क्लास ब्यान्ड हुन्छ, होइन। नत्र चाहिँ रेगुलर पढाइ भइरहेको हुन्छ। अब हाम्रो चाहिँ अब कहिलेकाहीँ चाहिँ वर्कसपमा जानुपर्छ, कहिलेकाहीँ कम्प्युटर ल्याबमा हुन्छ। हाम्रो सरहरूले बनाउनु भएको चाहिँ रुटिन अनुसार हामीले चल्नुपर्ने हुन्छ, अनि सरहरूले चाहिँ रुटिन अनुसार पढाउनुहुन्छ। त्यसो भएपछि यता बालाजु स्कुल अफ इन्जिनियर टेक्नोलोजीको पढाइ चाहिँ अलि तपाईँको कुरा सुन्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति राम्रै अनुभव। हजुर, अहिले चाहिँ राम्रै छ। जोस् अहिले पढाइ चाहिँ राम्रै छ। अनि विद्यार्थीहरूले पनि सम्पूर्ण कुराहरूमा पनि अब हल्का भन्यो भने सबै कुराहरूमा चाहिँ विद्यार्थीहरू पनि दक्ष नै देखिन्छन्, किनभने अब हरेक कुराहरूमा पनि सरहरूले भन्दा पनि विद्यार्थीले हरेक कुराहरूमा एक्टिभ भइरहेछन्। त्यही भएर पनि विद्यार्थीहरूमा चाहिँ चासो छ कि उत्सुकता धेरै छ। त्यो त अनि हाम्रो प्रत्यक्ष रूपमा नै हामीले सरहरूलाई गएर आफूले चाहेको कुराहरू बतायो भने त सरहरूले नै सम्पूर्ण टुटेफुटेका समस्याहरूलाई समाधान गर्न चाहिँ सक्छन्। त्यो कारणले गर्दा अब तपाईँले चाहिँ एकदम राम्रो कुरा पनि मलाई बताउनु भयो। अब अन्तिममा भन्नुपर्दाखेरि अब यहाँका विभिन्न प्रकारका इलेक्ट्रोनिक सामानहरूको बारेमा तपाईँलाई पूर्ण रूपमा थाहा होला। अनि यहाँको सरहरूको बारेमा नि अलिकति के कस्तो छ यहाँको आर्थिक अवस्था अथवा विभिन्न घटेका घटनाहरूको बारेमा भनिदिनु न अलिकति मलाई। अब घटनाको अवस्था भन्नुपर्दा चाहिँ अब कहिलेकाहीँ अब हामीले चाहिँ कारणवश कुनै काम गर्दाखेरि पनि हामीले काम गर्ने अवस्थामा पनि हामीले अब कुनै कारणवश कोही साथीहरू बिरामी भएपछि चाहिँ हाम्रो चाहिँ यता सरहरूले चाहिँ अब के अरे सामान्य रूपमा चाहिँ औषधि उपचार पनि छ कलेजमा उपचार औषधि पनि हुन्छ, होइन। अब कुनै कारणवश चाहिँ अब कुनै पनि काम गर्दै पनि कोही साथीहरूलाई कसैले चोटपटक लाग्यो, कुनै कारणवश कुनै केही भयो भने समस्या आएपछि हाम्रो कलेजमा चाहिँ अब सरले चाहिँ औषधि उपचार गर्ने चाहिँ केही
वातावरण छ। ए त्यसो भएपछि तपाईँहरूको विद्यार्थीको लागि पनि स्वास्थ्यको लागि पनि अलिकति राम्रै रहेछ नि त। राम्रै छ। ए धन्यवाद। अब उहाँले पनि धेरै राम्रो सुझाव सल्लाह मलाई दिनुभयो। यहाँ बालाजी स्कुल अफ इन्जिनियर टेक्नोलोजी कलेजमा विभिन्न प्रकारका सेवा सुविधा हामीले प्राप्त गर्न सक्दो रहेछ। विभिन्न डेभलपमेन्टबाट आएका स्टुडेन्टहरूले जस्तै पूर्ण रूपमा विकास नभएको व्यक्तिहरूले यहाँ भएर आएर आफ्नो शिक्षा प्राप्त गर्न सकिन्छ। शिक्षा प्राप्त गरेर हामीले देश विदेशमा गएर नि आफ्नो आर्थिक आम्दानी कमाइ हुनसक्छ। यहाँको पढाइ अनुसार ऊ विद्यार्थीले हामीले सोद्धाखेरि चाहिँ ऊ पढाइ अनुसार चाहिँ धेरै राम्रो लागेको छ मलाई चाहिँ। अब म अन्तिममा भन्न के गरेको छु भने अब यो बालाजी स्कुल अफ इन्जिनियर टेक्नोलोजी कलेजमा म नेक्स्ट टाइम आउँदाखेरि चाहिँ यहाँभन्दा राम्रो डेभलप भएको देख्नु पाऊँ मैले म बिदा हुन चाहन्छु।